नमस्ते अनि यहाँहरूलाई हार्दिक स्वागत छ अनुरागी प्रोडक्सन युट्युब च्यानलमा। र आजको यो बसाइमा म यहाँहरू समक्ष एउटा गजल वाचन गर्दैछु। एउटा गजल अनि केही गजलका शेरहरू यहाँहरू समक्ष वाचन गर्दैछु। र अबको क्रममा भने म पहिलो गजल वाचनतर्फ लाग्छु। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। प्रिया जलाउन त्यो मृत शरीर मलाम थियो आज। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। हिजोसम्म एकअर्का बीच द्वन्द्व थियो, घृणा थियो। हिजोसम्म एकअर्का बीच द्वन्द्व थियो, घृणा थियो। महोदय शान्त स्थिर पत्थर जस्तै आराम थियो आज। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। प्रिया जलाउन त्यो मृत शरीर मलाम थियो आज। सुखी कहिले हाँस्यौ होला, कहिले रोयौ सँगसँगै। सुखी कहिले हाँस्यौ होला, कहिले रोयौ सँगसँगै। छुटिनुको कारण त बताऊ, तिम्रो प्यार बदनाम थियो आज। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। जलाउन त्यो मृत शरीर प्रिया मलाम थियो आज। अन्तिम शेर वाचन गर्छु। पर्खनुको पीडा केवल पर्खनेलाई मात्र थाहा हुन्छ। पर्खनुको पीडा केवल पर्खनेलाई मात्र थाहा हुन्छ। पर्खदै थियो कसैलाई, प्रेम गर्नुको अन्जाम थियो आज। एउटा ढलेको लासको पछि कैयौँ काम थियो आज। प्रिया जलाउन त्यो मृत शरीर मलाम थियो आज। र अबको क्रममा भने अर्को गजलको केही शेरहरू वाचन गर्छु यहाँहरू समक्ष। लाग्यो आज वर्षौँदेखिको त्यो गरौँ भारी सकियो। लाग्यो आज वर्षौँदेखिको त्यो गरौँ भारी सकियो। बैंकको ब्याज तिर्दा तिर्दै गरिबको घरबारी सकियो। लाग्यो आज वर्षौँदेखिको त्यो गरुङ्गो भारी सकियो। बैंकको ब्याज तिर्दा तिर्दै गरिबको घरबारी सकियो। यहाँ किताबले मात्र कुरा गर्छन् इमान र विश्वासको। यहाँ किताबले मात्र कुरा गर्छन् इमान र विश्वासको। छलेर पो गुजारा चलाउँछन् त्यो इमानदारी सकियो। छलेर पो गुजारा चलाउँछन् आजकल त्यो इमानदारी सकियो। लाग्यो आज वर्षौँदेखिको त्यो गरुङ्गो भारी सकियो। बैंकको ब्याज तिर्दा तिर्दै गरिबको घरबारी सकियो। पक्कै पनि यहाँहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको यो श्रृङ्खलामा भाषण भएका गजलहरू सुनिदिनु भयो। अर्को बसाइमा हाम्रो पक्कै पनि भेट हुने बाचा गर्दै आजको यो श्रृङ्खलाबाट म खगेन्द्र अनुरागी यहाँहरू समक्षबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, जय नेपाल।